प्रहरी बीच झडप भइरहेको छ। राजा ल्याउनु पर्छ भन्ने पक्षहरू र प्रहरी बीच बेला यो काठमाडौँको तिनकुनेमा झडपको अवस्था उहाँले रिपोर्टिङ गरेर देखाइरहेका छन्। घरमा राजावादी समूहले आगजनी गरेसँगै यो अवस्था निकै नै विकराल बनेको छ। तपाईँ देख्न सक्नुहुन्छ आन्दोलनकारीहरू पनि घाइते भइरहेका छन्। आन्दोलनकारीले लाठी चार्ज गरिरहेका पनि प्रदर्शनकारीहरू मान्न तयार छैनन्। पानी 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 छिटो जेमा भए पनि हुन्छ क्या। भूति आफ्नै ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित कुण्डित पीडामा डुबेकी आमालाई के काम विदुषी गरिबलाई दुई छाक्ने खुसी शरीफलाई चाहिन्छ। यो त डेन्जर हुँदैछ यार। बर्बाद हुने भयो, देश बर्बाद भयो दाइ, देश बर्बाद भइसक्यो। लाइभ फायरिङ भइरहेछ है त। ओ माई गड, फायरिङ फायरिङ भइरहेछ है। आगलागीको दृश्यलाई पनि म तपाईँलाई देखाउँछु। यहाँ हेर्नुहोस्, यहाँनिर अहिले यसरी तिनकुनेको एक घरमा आन्दोलनकारीहरूले आगो लगाएका छन्। आन्दोलनकारीहरूको दाबी छ कि त्यस घरबाट असुल ग्यासहरू फालेको कारणले गर्दा यसरी घर जलाउनु परेको भन्ने किसिमको दाबी आन्दोलनकारीले गरेको अघि सुन्न सकिन्थ्यो। र यहाँ चारैतिरबाट ढुङ्गा बर्सिरहेको छ। जति बेला पनि हामीलाई लाग्न सक्छ, जे पनि हुन सक्छ। निकै नै ठुलो घटना घट्न सक्ने संकेत यहाँ देख्न सकिन्छ। सरकार पक्ष संयम हुन जरुरी छ, संयम हुन जरुरी छ। यहाँनिर सरकार पक्ष संयम भएन भने यहाँ जे पनि हुन सक्छ। आन्दोलनकारीहरूले दमकलमाथि पनि ढुङ्गामुढा गरिसक्यो। उहाँ पारी दमकल गइरहेको थियो। यो घरमा आगो लागिरहेको छ। घरमा लागेको आगो निभाउनका लागि आएको दमकललाई पनि यति बेला आन्दोलनकारीले ढुङ्गा हानेर भगाइदिइसकेका छन्। यहाँनिर ओ माई गड रगत आयो। ओ माई गड बिचारा यार। हेलमेट छैन? हेलमेट लाउन पाए हुन्थ्यो यार। तिमीले हेलमेट लाएर ठिक गरेर रहेछ होइन यार। यसरी त अरू त नलाग्यो। फेरि हेलमेट हरायो भन्ला खै बस गयो यार। जस्तै पारिदिइसकेछ नि यार। अब यो के भन्ने के, यो देश कहाँ पुग्दैछ, के हुँदैछ यो देशमा? रणभूमि बनाएर छाड्ने भयो यार यो देश। यो वातावरण, यो अवस्था, यो देशको यो अवस्था सिर्जना गर्ने यी राजनीतिक दलका नेताहरू, यी टाउकेहरू, यिनलाई यो मार्नुपर्ने खास त के गर्ने? अब जनताहरू मरिरहेछन्। एम्बुलेन्स बोलाएर पठाइदेऊ न यार, बिचरा त्यत्रो रगत आइरहेको छ यार। खै प्रहरी साथीहरू, ल यार जो मरे पनि नेपाली मर्ने हो, जसलाई लागे चोट लाग्यो पनि नेपालीलाई लाग्ने हो। अतीतलाई मेटाऊ, पालो हाम्रो हो बेटा हो। कल्पना गर शान्तिको सपना देख्नेकै पुरा हुन्छ, जागृति नै क्रान्ति हो। देख्नमा बाटो खुल्ला हुन्छ। भागाभागको अवस्था सिर्जना भइसकेको छ यहाँ। भागाभाग ए भाग ए खस ग्यास फालेको यार। ढुङ्गा हान भइसक्यो है। ल उताबाट पुलिसले ढुङ्गा हानिरहेको छ, यताबाट प्रदर्शनकारीले ढुङ्गा हानिरहेका छन्।
अत्याचार आक्रमण अपराध असमझदारी विकल्पविहीन विदेशी ब्याङ्क भन्छ भिकारी सिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी बिगारी केटाकेटी भोको पेट रेटी सिपाही अविवाहित चेली बेटी बोकी पेट केपी पिटाई बिताई रात कुटाई घात खाएर शरीर बिकाई देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो देशको लागि भक्त झै प्रसिद्ध भो निशब्द भो अवशेष बाँकी जोसित थियो सिर्जत भो देशव्यापी आफ्नो घाँटी जो पवित्र थियो प्राणको आहुति आफ्नो ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषितको पीडामा डुबेकी के काम विभूषी गरिबलाई कि छाप्ने खुसी माहौल अहिले यति बेला निकै नै तातेको छ साडी बेचेर धनाट सँगै छ पुँजी गोजी भरि भारू भर भरिको रोजी आन्दोलनकारीले घरमै आगजनी गरिसकेका छन् यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ ओहो बाफरे अल्सु ग्यासहरू फालैछ प्रहरी त्यही पनि आन्दोलनकारी मान्न तयार छैन भिडिरहेको छ ढुङ्गामुढा गरिरहेको छ देश एउटा सुन्दर बगैँचा हो फुलहरू हरेकलाई समान बगैँचा हो सागर हरेक यताबाट प्रहरीले ढुङ्गा हानिरहेको छ उताबाट आन्दोलनकारीहरूले ढुङ्गा हानिरहेका छन् माहौल निकै तातेको छ घरमै आन्दोलनकारीहरूले आगजनी गरिसकेका छन् एकदमै ठुलो माहौल देख्न सकिन्छ एम्बुलेन्स यहाँनिर गइरहेको छ ढुङ्गाहरू बर्सिरहेको छ तपाईँ देख्न ठुलो ढुङ्गाहरू बर्सिरहेको छ अल्सु ग्यासहरू प्रहरीले फालेको चलाइछ प्रदर्शनकारीहरू मान्न तयार छैनन् यो टिपेर यतै फालिदिए प्रहरीले यताबाट फालेको अल्सु ग्यासलाई टिपेर प्रदर्शनकारीहरूले उल्टो प्रहरीतिर फालिरहेको अवस्था छ गोमाइको ढुङ्गा आयो अल्सु ग्यास नै यहीँ फालिदिरहेको छ यार ढुङ्गा आयो हात भयो यार यो तनावपूर्ण अवस्था धेरै नै ठुलो तनावपूर्ण अवस्था सृजना भएको छ यति बेला काठमाडौँ रणभूमि बनिसकेको छ दर्शकले काठमाडौँ रणभूमि बनिसकेको छ प्रहरीले अल्सु ग्यास यताबाट फालिरहेको अल्सु ग्यास पनि आन्दोलनकारीले टिपेर प्रहरीतिर हालिरहेको अवस्था छ आन्दोलन निकै नै ठुलो रणभूमिमा परिणत हुने सङ्केत यहाँ देख्न सकिन्छ प्रहरी पनि आफ्नो ज्यान जोगाउनका लागि प्रहरीलाई समेत हम्मे भइरहेको अवस्था छ आन्दोलनकारी मान्न तयार छैन प्रहरी अगाडि बढिसक्यो आन्दोलनकारीतर्फ अगाडि बढिसक्यो प्रहरी अब यहाँ जे पनि हुन सक्छ भर्खरै आन्दोलनकारीले चिम्पुनेको एक घरमा आगजनी गरिसकेको छ राजाको माग गर्दै राजा ल्याउनुपर्छ भन्दै यसरी निरन्तर रूपमा राजावादीहरू आन्दोलनमा उभिएका छन् काठमाडौँ रणभूमिमा परिणत भइसकेको छ तिनकुने मात्र होइन विभिन्न ठाउँहरूमा अहिले यस्तै किसिमको अवस्था देख्न सकिन्छ तिनकुनेमा भने निकै नै ठुलो यहाँनिर झडपको अवस्था नै भइसकेको छ र फेरि पनि त्यस्तो किसिमका सङ्केतहरू यहाँ देख्न सकिन्छन् ढुङ्गाहरू चारैतिरबाट आइरहेको छन् हामीलाई रिपोर्टिङ गर्न पनि यहाँनिर हम्मे गाह्रो अवस्था सृजना भइरहेको छ अल्सु ग्यास आँखामा परिसकेको छ हाम्रो अल्सु ग्यासको प्रहरी अगाडि बढ्न खोजिरहेको छ तर डराइरहेको छ प्रहरी पनि अगाडि बढ्न सकिरहेको अवस्था छैन यहाँनिर निकै नै ठुलो अवस्था यो झडपको अवस्था सिर्जना भइसकेको छ र झडप भइरहेको पनि छ